सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। र आज हामी जाँदैछौँ घुम्न गुडीमो होइन, मन्दिर जाँदैछु गाइजहरू। पहाडको माथि रहेको छ मन्दिर। हेर्नुला कस्तो मन्दिर छ। कमसेकम 5 किलो होला यो ब्याग होइन। म बोकिरहेको छु गाइजहरू अहिले। आफू चाहिँ ऊ हात हल्लाउँदै गइरहेछ। बुढी कालो भइसक्यो गाइज, मेकअप पुरै ओत्रिसक्यो। नागपञ्चमीको कारणले गर्दा यहाँ भक्तजनहरूको लाइन हेर्नुहोस्। ललितपुर यस्तो दामी देखिरहेको छ गाइजहरू। यस्तो उचाइमा रहेको छ गाइज, यहाँ हेर्नुहोस्। यता पनि मन्दिर रहेको छ। यहाँबाट गाइज हेर्नुहोस्। आहा, बुढी पछाडि पछाडि छ। पैदल यात्रा मान्छेहरू छ होइन। हाम्रो घुम्न जाने मामा हुनुहुन्छ। नागदह सन्तानवेश्वर वज्रबराही प्रवेशद्वार बल्ल हामी प्रवेशद्वार केही पर होइन। यहाँ भक्तजनहरूलाई फ्रीमा चिसो खुवाउने कार्य आधी घन्टामा पुग्यो मामा। एकदम गेटबाट नै यहाँ बजार लागिरहेछ, सेल। खतरा खतरा सामानहरू, लुगाहरू सब थोक यहाँ हामीले बाटोमा देखिन सक्छौँ। र यहाँ होइन मान्छेहरूको एकदमै भिडभाड पनि रहेको छ। आइसक्यो के छ, तल जाँदैछु अहिले। एकछिन माथि घुमि जानुपर्छ गाइज। यस्तै छ आजको। सो फाइनली हामी अहिले दोस्रो गेटमा पुगिसकेका छौँ होइन। एकदमै भिडभाड छ यहाँ अहिले। धेरै मेला पनि लागेको छ गाइजहरू। अब यहाँदेखि होइन गेटमा बस्ने बित्तिकै हामीले यस्तो दृश्य देख्न सक्छौँ गाइजहरू। यस्तो छ, नागदह फर्स्टमा आएको छ। अब यस हामी कटेर जानुपर्छ गाइज। दह रहेको छ यहाँ एउटा। आज नागपञ्चमी हो नि। नागपञ्चमीको कारणले गर्दा यहाँ भक्तजनहरूको लाइन हेर्नुहोस् गाइजहरू। आज नाग देवताको पूजा गर्नको लागि लाइन आज एकदमै लामो लाइन हामी देख्न सक्छौँ गाइजहरू। बुढी चल, यहाँबाट हामी प्रस्थान गर्ने। यहाँबाट म्यान पनि रहेको छ गाइजहरू। यहाँ हेर्नुहोस् दह होइन। अहिले कमलको फुल पनि हामीले देख्न सक्छौँ यहाँ, तर अहिले फुलेको छैन गाइजहरू। कताबाट जानुपर्ने हो गाइजहरू थाहा छैन। यस्तो छ, सानो सानो आर्मी बहिनीहरू पनि देख्न सक्छौँ हामीहरू। यहाँ हामी दहको छेउमा हामी लाखेको डान्स पनि हेर्न सक्छौँ। यहाँ हेर्नुहोस् गाइजहरू, लाखेको डान्स हेरेर बच्चाहरू चाहिँ डराएर भाग्छ गाइज। त्यस्तो डेन्जर नाचिरहेको छ त्यहाँ। र अब यहाँबाट हामीहरू दहलाई कटेर हामी जान्छौँ होइन, पार गरेर जान्छौँ। सबभन्दा लास्टमा मै छु गाइजहरू। गाइज बुढीलाई मैले कति भन्दै होइन, बुढीलाई कति भने
ब्याग नल्याऊ छैन यो हेर्नुहोस् गाइज अब आफू चाहिँ अब हिँडेको छ अब यो ब्याग अब मलाई यस्तो छ हाल गाइजहरू होइन बुढी चाहिँ गर्ने भए त्यो ब्याग नलिने नबोक्ने बुढी चाहिँ गर्नु हुन्छ है गाइजहरू यो ब्याग बोक्नेहरू केटी काम छैन गाइज है हेर्नुहोस् गाइज कमसेकम 5 किलो होला यो ब्याग होइन म बोकिरहेको छु गाइजहरू अहिले आफू चाहिँ ऊ हात हल्लाउँदै गइरहेछ है म झन् यहाँ भिडियो बनाइरहेको छु गाइज हेर्नुहोस् कस्तो दामी दामी घरहरू पनि यहाँ देख्न सक्छु गाइज सो गाइज फाइनली मन्दिरको झलक हामीले यहाँबाट देख्न सक्छौँ गाइज पहिला तल जाने हो त्यसपछि माथि जानुपर्छ गाइजहरू पहाडको टुप्पोमा रहेछ होइन हल्का अहिले तल गइरहेको छ गाइजहरू ओह्रालो उकालो ओह्रालो गाइज यस्तै जाने हो गाइजहरू मान्छेहरू फर्किँदैछ हामीहरू भर्खर जाँदैछौँ गाइजहरू होइन मान्छेहरू फर्किरहेको अवस्था छ हामीहरू भर्खर जाँदैछौँ गाइज हेर्नुहोस् हामी यहाँ एक चोक्टा यहाँ छौँ एक चोक्टा अगाडि छ होइन माथि जानुपर्छ गाइज गाह्रो छ हौ मन्दिर घुम्न पनि गाइज गाह्रो छ बुढीको हालत बुढी बसी आउँदैछ बुढी त मेरो हालत खराब गाइज यहाँबाट अब माथि टेकअप गर्दैछ गाइज बिस्तारै होइन पछाडितिर एकदम तरकारी खेती देख्न सक्छौँ यता धान बाली ठाउँ त शीतल छ हिँड्नु परेपछि गर्मी लागिरहेको गाइज यति उकालो चढ्दा गाइज यस्तो अवस्था छ ललितपुर यस्तो दामी देखिरहेको छ गाइजहरू अझै त्यहाँ माथि जानु छ यहाँबाट एक झलक देखाइदिन्छु त्यो मन्दिर हावा टाइट पसिना यस्तो छ गाइज उकालो त खतरै रहेछ हेर्दा सजिलो हिँड्दा गाह्रो गाइज यति माथि आइसकेको छौँ गाइजहरू बुढीको हालत खराब अझै माथि जान्छ त्यहाँ जान्छ त्यहाँ पुग्नु छ गाइज अहिले चौतारामा छौँ अझै यताबाट जानुपर्छ अझै त्यहाँ पुग्नु पर्यो सो गाइज एकदमै कडा परिश्रम र लामो यात्राको पश्चात हामी मन्दिरको फेदमा पुगिसकेका छौँ गाइज गेटमा अहिले अझै पनि यति माथि चढ्न बाँकी छ गाइजहरू भर्याङबाट अब चढ्ने अब हाम्रो भर्याङको यात्रा हुन्छ गाइज पछाडि नै छ हाम्रो त्यहाँ दिदी र बुढी अगाडि अब यहाँबाट अब फेरि उकालो होइन हाम्रो अब सिडीको होइन भर्याङको यात्रा सुरु हुन्छ यहाँबाट अझै माथि जान्छ गाडीको पनि सुविधा छ तर यहाँ ती बसहरू पुरै प्याक्कै भएर आउने एकदमै गाडी पनि आउँछ गाइजहरू तपाईँको गाडीमा पनि आउन सक्नुहुन्छ ताक्दै जो हाम्रो
यहाँबाट देख्न सक्छ हामीहरू गाइजहरू एकदमै राम्रो छ मन्दिर माथि छ है प्रवेशद्वार मन्दिरको हिट माथि जानुपर्छ गाइज एकदमै त्यति फोहोर छैन है सरसफाइ नै रहेको छ एकदम चकाचक भक्तजनहरू पनि एकदम तातीमा हुनुहुन्छ माथि छ गाइज हाम्रो टोली तलै हैन विश्राम गर्दै हुनुहुन्छ बैठाइदिन्छु बुढी कालो भइसक्यो गाइज मेकअप पुरै ओत्रिसक्यो फाइनली गाइज आइसक्यो मेरो बुढी आज बेहोस हुन्छ जस्तो लागिरहेको छ गाइज यस्तो राम्रो चल बल्ल बल्ल पुग्यो गाइज होइन बुढी पसिना गाइज हेर्नुहोस् कस्तो छ तल हेर्नुहोस् कति हामी उचाइमा अहिले रहेको छौँ यहाँबाट गाइज हेर्नुहोस् आहा पुगेका छौँ हामी सन्तानब्बेश्वर मन्दिर यस्तो राम्रो राम्रो मन्दिर रहेको छ गाइज बुढी आउने बित्तिकै उफ उफ रे बुढीलाई त आज मान्छे पनि धेरै छ सो गाइज यहाँ खानेपानीको सुविधा पनि रहेको छ तो उचाइमा रहेको छ गाइज हेर्नुहोस् यता पनि मन्दिर रहेको छ काठमाडौँ गाइज पुरै यस्तो छ खानेपानी गाइज यहाँ तल पनि एउटा मन्दिर रहेको रहेछ एकदमै राम्रो मन्दिर हैन र यहाँ सल्लाहतिर पनि एउटा मन्दिर रहेको रहेछ
एकदमै शान्त वातावरणमा रहेको छ यो मन्दिर अहिले होइन। यहाँ पनि एउटा शिव मन्दिर रहेको छ। माथिबाट आएको हामी गाइज। सो गाइज फाइनली हामीहरू अब मन्दिर दर्शन गरेर अब रुमतिर फर्किन लागेको छौँ। बुढीको अझै टिकटक बनाएर पुगेको छैन गाइज। यस्तो हुन्छ, यस्तो छ यहाँ सन्तानेश्वर मन्दिर। अझै ओर्लिने क्रम जारी छ। सो गाइज हामी अब तल झरिसकेका छौँ। अब आफ्नो कोठातिर लागिरहेको छु गाइज। सो यो मन्दिर यस्तै थियो। भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला होइन। कहिले काहीँ घुम्न आउनु होला, एकदमै राम्रो ठाउँ छ सन्तानेश्वर होइन। त्यहाँ माथि रहेको छ होइन, एकदमै रमाइलो वातावरणमा यो मन्दिर अवस्थित रहेको छ है। धेरै मानिसहरूको भिड पनि यहाँ हुन्छ, मेला पनि लाग्दो रहेछ है। पूजाको सामग्रीहरू पनि यहाँ पाउँदो रहेछ। एकदमै राम्रो मन्दिर छ, तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। भिडियो हेर्नको लागि गाइज रमाइलो लोकदोरी पनि हुँदो रहेछ गाइज। यता पनि छ, यता पनि भइरहेछ।